All right guys, right now Banepa, welcome back to my YouTube channel Mr. Gautam Vlog. अनि हामी चाहिँ अहिले बनेपाबाट टक्क कालेश्वरको लागि निस्किन लाग्यो। अहिले चाहिँ ठ्याक्क 5 बज्यो हैन। हाम्रो अफिसमा निस्किला पवन भाइ यहाँ छ, मुकेश सर यहाँ छन् हैन। टक्क कालेश्वरको यात्रामा यो चाबी राख त ल। बिस्तारै आउ ल। बस बस। के आमु गाडी खाने किन म गा भनेर के त किन शंका भनेर जसो हैन एउटै हैन हामी खड्बुमा भेट्छौँ। ओ माय खड्बुमा है खड्बुमा खड्बु तनाली बस कार काय दियो है कति बज्यो छैन हो साढे 6 बज्यो बस कार अङ्कलहरु कहाँ आइपुग्यो त अङ्कलहरु खै त राम भाइ कहाँ हाल्नु भन्ने हालेको छैन मेरो त एक लाइन पनि छैन एक लाइन पनि छैन तेल त गुड मर्निङ फ्रम महाकाल गाउँपालिका है राइट नाउ महाकाल गाउँपालिका अगाडि छौँ अनि हामी चाहिँ हिजो बेलुका कति 9 बजे आएर यहाँ गेस्ट हाउस रहेछ होइन यहाँनिर बस्यौँ अनि बिहान रेडी हुँदैछौँ काका हिजो बेलुका कस्तो अनुभव भयो एकदम रमाइलो यार धुलो कस्तो थियो धुलोको त कुरै नगरौँ बाटो खत्तम रहेछ हिजो बेलुका भिडियो बनाउनु पाएन अँध्यार भएर जाने बेला बनाउनु पर्छ है बाटो त खत्तम छ अफ रोडको होइन मजा लिनु छ भने चाहिँ यता आउँदा हुन्छ है काभ्रेको रोसी हुँदै होइन अनि केटाहरू रेडी हुँदैछन् अब चाहिँ हामी बिहान कालेश्वर महादेव प्रस्थान हुन्छ राम्रै कस्तो अनुभव भयो ए बाटो चाहिँ एकदम अफरोड भयो आनन्द भयो फिल चाहिँ फिल अफरोड फिल चाहिँ राम्रो भयो अफरोड फिल त आमा स्कुटरमा आएका दादा हेर्न नि मेरो स्कुटरको हालत हामी चाहिँ हिजो यहाँ बसेको थियो होइन अब हामी फेरि महादेव मन्दिर जान यता गइरहेछौँ पवन भाइ चलाइरहेको गाउँ चाहिँ ठिकै रहेछ त है पैसातिर जस्तै राम्रो रहेछ शम्भो भोलेनाथ हर हर महादेव हर हर महादेव सीधा हाइट रे सीधा हाइट नापेर चाहिँ 4 किलोमिटर हामी 10 किलोमिटर लाग्यो उतै डाँडामा त लाने जाने देखो न गाइस क्या यसको चाहिँ अगाडि पछि गर्दै नमिल्ने होला अरू हाइट पाइयो त भाइ जय शम्भो जय भोलेनाथ ल फाइनली गाइज कालेश्वर आइयो होइन ल हेर्नुहोस् गाइज कालेश्वर ठ्याक्क लाएर जय शम्भो जय शम्भो जय शम्भो जय शम्भो
लगभग 35-40 किलोमिटर ललितपुरको सदरमुकामबाट 35-40 किलोमिटरमा यो अवस्थित छ र यो 2600 चान्चुनको हाइटमा यो अवस्थित भएको यो कालेश्वर महादेव चाहिँ लगभग यो गोटीखेल बजारबाट आधी घन्टाको बिचमा आधी घन्टादेखि 35 मिनटको बिचमा आइपुगिन्छ र यो चाहिँ सबभन्दा बढी माघमा श्री स्वस्थानी परमेश्वरीको व्रत कथाको अध्ययन अनुसार यो सतीदेवीको एउटा अङ्ग पतन भएको हुँदा माघमा सबभन्दा बढी यो मेला लाग्ने गर्छ। लगभग माघमा यहाँ तिलको गेडो राख्ने ठाउँ हुँदैन र वैशाख पूर्णिमामा पनि विशेष गरी बुद्धिस्टहरूले चाहिँ यसलाई चाहिँ बढी यो चापागाउँको महर्जनहरू र यताका चाहिँ तामाङहरूले चाहिँ यसलाई बढी अब महादेव भनेर चाहिँ त्यति बेला पनि यो धेरै जात्रा गाडीहरूले साइड दिँदाखेरि पनि साइड दिने ठाउँ हुँदैन, तलबाट कतिवटा गाडी आइरहेको छ हेरेर आउनुपर्ने अवस्था छ र भूगोलको हिसाबले यो अति जटिल छ, अति जोखिम छ। हाम्रो स्थानीय सरकारले पनि यसलाई बढी चासो दिएर यो एउटा पर्यटकीय स्थललाई चाहिँ सुधार गर्न लागिरहेको छ। तथापि प्रदेश र सङ्घका सरकारहरूले पनि यसलाई अलिकति थोरै आँखा लगाउने हो भने यो साँच्चीकै एउटा पवित्र यो तीर्थाटन यो चाहिँ महादेव शिव भगवानको चाहिँ यो कालेश्वर महादेव हो। उसले चाहिँ हाम्रो अघि उयो मकैहरू चढाउन आइरहे अघि हाम्रो बाजे बराजुहरूले चाहिँ बारीमा मकै छर्ने क्रममा पानी नआउँदाखेरि चाहिँ मकैहरू बोकेर आउने, यहाँ आएर चाहिँ चढाइसकेपछि आफै पानी आउने र हामीले चाहिँ मकै छरेर यसको चाहिँ उत्पादन हुने चाहिँ अघिको किम्वदन्ती छ। धेरै पहिलेदेखि पनि यो कालेश्वर महादेवमा चाहिँ हामी आइसकेपछि चाहिँ पानी पर्ने भन्ने कुराहरू पनि अब यताउता सबैबाट देखिने भ्यू चाहिँ सर के छ? यहाँबाट तराई पहाड हिमाल तिनै देखिन्छ, तिनै देखिन्छ। यहाँबाट तोगाँडा नराग्ने हो भने यहाँबाट तराई पुरै देखिन्छ, हिमालका केही चुचुराहरू देखिन्छ र अब पहाडको त यो एकदम पहाडको काखमा अवस्थित छ। पहाडको त यो सबभन्दा टप ठाउँमा हो। अब 2600 मिटरको अब हाम्रो मन्दिर भ्रमण पश्चात हामी अब फर्किँदैछौँ। अब त्यही किम्वदन्ती भनेको कुराहरू थियो, तर हाम्रो बुढाहरू पहिला मकै छर्ने बेलामा बारीमा मल राख्ने हैन, त्योभन्दा नि उता आइन दाइ देखेको चाहिँ होला के त्यो मकवानपुर हजुर खोलाबाट उता मकवानपुर भयो हैन, हो यता चाहिँ ललितपुर साँच्चै ललितपुरको सिमाना छ। भिडियो खिचिरहेको है हजुर यो चाहिँ यो बागमती गाउँपालिका हो। यो अहिले हामी नाङ्गाल भिडियो म पनि आएँ होइन गोप्रोमा छिरेँ म पनि गाइज है हामी चाहिँ खोलामा माछा मार्न लागेको केटाहरू माछा मार्न लागिरहेको मनोज दाइ माछा मार्न लागिछ है। ठ्याक्क लाएर यहाँनिर खाना खानलाई होटलमा रोकेको थिएँ होइन, राम दाइ त्यहाँ मोबाइल चलाएर बस्छन्, केटाहरू टक्क माछा मारिरहन्। माछा मर्ला जस्तो माछा मुकेश माछा देखेर यत्रो रहेछ माछा यतातिर कति गयो ओ त्यहाँ तल चिप्लेट खेल्दै आइरह। माछा 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 माछै माछा है माछा माछै माछा अनि के माछा छ के यहाँ चन्द्रपुर छ होइन, खाना यो होटलमा खाएर टक्क लाएर निस्किनु लाग्यो। बाइक माथि छ होइन, बाइक माथि छ। अब यहाँबाट पनौती दुई घन्टा, पनौतीबाट बनेको आधी घन्टा। के छ मलाई त अनि भात खाएको छ गरम भएको छ हो चन्दनपुर। हेर्दै हिँड्नु भन्ने बेलुका यही होइन टक्नु ड्रेन हेर्दै हिँड्नु भन्नु केही छैन। हानु दाइ हानु म त तलतिर गइसकेको थिएँ झन् नै ट्रेन हेर्दै होइन, ट्रेन हाइवे यही हो, हाइवे यही हो। त्यो अगाडि हानुहुन्न भने त पछाडि बाटो किन बजार भयो किन हेरेर प्रशान्त सरहरू अगाडि गयो होइन हामी अगाडि ट्रेन पछाडि थियो
तल गएर हेर्छु बुढाहरू छैन तल्ल पुगेको हामी खलासी बसेर हिँडिरहेको है खलासी स्कुटरको खलासी रन्काइरहेछन् राम्रैले सिधै राखिदिनु तल पुलिस ट्राफिक होला